मलाई चाहिँ साथीहरूले सुटिङ मेथडको पनि भिडियो बनाउनु पर्यो भनेर चाहिँ मेसेज गर्नुभएको थियो। त्यो हुनाले यस भिडियोमा चाहिँ हामी सुटिङ मेथडको बारेमा डिस्कस गर्छौँ है। सुटिङ मेथड भनेको चाहिँ बाउन्ड्री भ्यालु कन्डिसनको लागि हामीले इनिसियल कन्डिसनको लागि चाहिँ आरके फर्स्ट अर्डर, सेकेन्ड अर्डर, फोर्थ अर्डर युज गर्यौँ। र अब बाउन्ड्री भ्यालु प्रब्लमको लागि चाहिँ दुईटा मेथडहरू चाहिँ हामीले पढ्नुपर्ने हुन्छ, एउटा फाइनाइट डिफरेन्स मेथड र अर्को चाहिँ सुटिङ मेथड। र हामी चाहिँ यस भिडियोमा सुटिङ मेथडको बारेमा डिस्कस गर्छौँ। र सुटिङ मेथड भनेको चाहिँ के हो भन्दा चाहिँ सुट गरेर आन्सर निकाल्ने। जस्तो यहाँनिर आन्सर छ, ठिक छ, अझै यो चाहिँ हाम्रो टार्गेट हो। हामीले फर्स्ट सुट गऱ्यौँ, बल फाल्यौँ, एउटा यता पऱ्यो, ठिक छ, कटेर गयो। सेकेन्ड सुट गऱ्यौँ, सेकेन्ड सुट गर्दा यहाँनिर पऱ्यो, अझै नजिक आयो। अब हामीले थर्ड सुट चाहिँ यस्तरी गर्छौँ कि ठ्याक्कै हामीले टार्गेटमा टोल्छौँ के, त्यही भएर यो मेथडलाई सुटिङ मेथड भनेको। र अब हामी चाहिँ यो मेथडको सर्लक्क हेरौँ है त। र हाम्रो चाहिँ यसको लागि एउटा प्रब्लम छ, यसलाई चाहिँ हामीले यता लैजाउँ, ठिक छ। प्रब्लम चाहिँ मैले चाहिँ यो प्रब्लम लिएर आएको छु, जुन चाहिँ यो हाम्रो प्रब्लम, यो क्वेसन सल्भ गर्नुपर्ने। यो सेकेन्ड अर्डर डिफरेन्सियल इक्वेसन छ र चाहिँ नि बाउन्ड्री कन्डिसनहरू भनेको वाईको भ्याल्यु x0 हुँदा 0 छ र वाईको भ्याल्यु x9 हुँदा 0 छ। अब यसलाई चाहिँ हामीले सल्भ गर्नु पर्यो, यसलाई सल्भ गर्नु पर्यो। अब तपाईँहरूलाई यदि आरके फर्स्ट अर्डर आउँछ भने सुटिङ मेथड पनि आउँछ, किन भन्दा सुटिङ मेथडमा केही पनि नयाँ छैन। आरके फर्स्ट अर्डरलाई नै रिपिटेडली युज गर्दै जाने हो। त्यो हुनाले अब आरके फर्स्ट अर्डरले त अनि सेकेन्ड अर्डर डिफरेन्सियल इक्वेसनलाई त सल्भ गर्दैन, फर्स्ट अर्डरलाई गर्छ, यहाँ त सेकेन्ड अर्डर छ। सो के गर्ने भन्दा यसलाई फर्स्ट अर्डरमा कन्भर्ट गर्ने। यसलाई फर्स्ट अर्डरमा कन्भर्ट गर्नको लागि मैले के गरेँ भन्दा dy/dx लाई जेड गरिदिएँ, ठिक छ। यो फङ्सन यसले छोडिदिनु। त्यसपछि चाहिँ यसलाई फेरि फर्दर डिफ्रेन्सिएट एक्सको रेस्पेक्टमा गर्दा d²y/dx² भनेको dz/dx भयो, ठिक छ। यो d²y यो भनेको के हो, इक्वेसन हो। यो क्वेसन भनेको 2y प्लस यो छ भनेपछि dz/dx भनेको पनि ठ्याक्कै यही क्वेसन भयो। र मैले यसलाई चाहिँ नि फङ्सन 2 मानिदिएँ, फङ्सन अफ x, y, z। र यसलाई पनि मैले यसलाई चाहिँ f1 मानिदिएँ भनेपछि चाहिँ यो दुईवटा छुट्टा छुट्टै प्रब्लम भयो नि त, जुन चाहिँ फर्स्ट अर्डरका छन्। एउटा यो र अर्को चाहिँ यो चाहिँ भयो। अब यसलाई सल्भ गर्नु पर्यो आरके फर्स्ट अर्डरले। यसलाई सल्भ गर्नको लागि चाहिँ आरके फर्स्ट अर्डर चाहिँ इनिसियल भ्यालु कन्डिसन प्रब्लम हो, के अरे मेथड हो भनेपछि यसको लागि यसलाई सल्भ गर्न नि यसको लागि इनिसियल भ्यालु चाहियो, यसलाई सल्भ गर्न नि यसको लागि इनिसियल भ्यालु चाहियो भन्नु खोजेको। यहाँ dy/dx भनेपछि y चाहिँ कति हुन्छ, x0 हुँदा त्यो चाहियो हामीलाई, एउटा बल्ल पो सल्भ हुन्छ आरके फर्स्ट अर्डरले। अर्को चाहिँ z चाहिँ कति हुन्छ, x0 हुँदा त्यो चाहियो, ठिक छ। अब हेर, यसको लागि चाहिँ इनिसियल भ्यालु कन्डिसन हामीलाई क्वेसनले दिएको छ। यसको लागि इनिसियल कन्डिसन भनेको y0 = 0 हामीलाई क्वेसनले दिएकै छ। यसको लागि z0 = अब यसको लागि नि त चाहियो नि इनिसियल कन्डिसन, यसको लागि इनिसियल कन्डिसन चाहिँ दिएको छैन, ठिक छ। अब के गर्ने त भन्दा आफैले मानिदिने। z0 इनिसियल कन्डिसन भनेको मैले 4 मान्ने, यो भनेको फर्स्ट सुट हो। अब 4 नै किन मान्ने भने जस्तो जति मान्न पनि पाइन्छ। जस्तो फर्स्ट सुटमा यहीँनिर पार्नुपर्छ भन्ने छैन नि त, यहाँ अथवा यता जता पार्न पनि पाउँछ फर्स्ट सुटमा। त्यस्तै जस्तो यो फर्स्ट सुटमा 4 नै चाहिँ नि गर्नुपर्ने भन्ने छैन, जति गरे पनि हुन्छ, मैले 4 गरेको मात्र, ठिक छ। अब त सिम्पल भइहाल्यो, दुईवटा क्वेसन, दुईवटा प्रब्लम भयो हामीलाई आरकेले सल्भ गर्नुपर्ने, एउटा यो अर्को यो इनिसियल कन्डिसन पनि हामीले दुईटैको लागि थाहा पाइहाल्यौँ। अब आरकेले सल्भ गर्न सकिहाल्छौँ। मैले चाहिँ यहाँ आरके फर्स्ट अर्डरको फर्मुला पनि लेखेको छु। एक्सको नेक्स्ट भनेको एक्सको इनिसियल प्लस एच हुन्छ। एच चाहिँ यहाँ क्वेसनले दिएको हुन्छ, मैले यो क्वेसनमा चाहिँ एच = 3 छ है। र यहाँनिर चाहिँ त्यो भयो। र वाईको नेक्स्ट भनेको चाहिँ वाईको इनिसियल प्लस यो हुन्छ। र चाहिँ नि जेडको नेक्स्ट भने अब वाईको लागि चाहिँ f1, जेडको लागि चाहिँ f2 है। किन वाईको लागि f1 भन्दा वाई माथि वाई छ नि त, अनि यो f1 छ र माथि जेड छ नि त, त्यही भएर f2 छ। f(2) भनेको आखिर यो यति एक्सप्रेसन हो। र f(1) भनेको आखिर जेड मात्र हो, एक्स र वाईको इन्डिपेन्डेन्ट रहेछ है यो फङ्सन भन्ने बुझिन्छ। अब यसलाई सल्भ गर्नु पर्यो। अब यो दुईवटा इक्वेसनलाई आरके फर्स्ट अर्डर सल्भ गर्ने, र मैले यहाँ चाहिँ आरके फर्स्ट अर्डरले चाहिँ यता सल्भ गरेको छु। आरके अब हाम्रो इनिसियल कन्डिसन त y0 हुँदा x0 हुँदा y0 छ, जुन हाम्रो इनिसियल कन्डिसन एक्सको लागि इनिसियल कन्डिसन यहाँ थियो नि त। इनिसियल कन्डिसन x0 हुँदा y0 थियो, x0 हुँदा y0 थियो। अर्को इनिसियल कन्डिसन
अनि x0 हुँदा z कति छ हामीले फर्स्ट सुट गरेको जुन हामीले मानेको 4 छ भनेपछि इनिशियल भ्यालुजहरु हामीले थाहा पायौं के रहेछ भन्दा 0 0 4 रहेछ अब त y को नेक्स्ट भ्यालु निकाल्न सकिहाल्छ y को नेक्स्ट भ्यालु भनेको त्यही आरके को फर्मुला मैले एउटा गरे देखाइदिछु है यो हुन्छ अनि z को नेक्स्ट भनेको z को इनिशियल प्लस f2 हुन्छ f2 भनेको यो छ 4 आउँछ त्यसै f1 भनेको z छ त्यही भएर 12 आउँछ र गर्दै जाँदा 0 x3 मा चाहिँ यति आयो यो क्याल्कुलेटरमा हामीले सट्ट गर्न सकिन्छ र हामीले f of 9 भनेको चाहिँ कति आयो 1548 तर हामीले क्वेशनले f of 9 कति दिएछ क्वेशनले त f of 9 भनेको 0 छ तर हाम्रो कति आयो हाम्रो त 1548 which is wrong भन्नु खोजेको हामीले जुन फर्स्ट सुट गरेथ्यौ त्यो टार्गेटमा परेनछ टार्गेट यहाँ छ कहाँ गएछ त्यो which is very wrong सो हामीले अर्को सुट गर्नु पर्यो अर्को सुट गर्दा के गर्ने भन्दा अर्को सुट गर्दा चाहिँ z0 चाहिँ -24 जति माने पनि हुन्छ सेकेन्ड सुट हो नि त मैले चाहिँ -24 मानेको हो x को भ्यालु 0 हुँदा y0 दिएकै छ र x0 हुँदा z चाहिँ हामीले -24 मान्यौं र त्यसरी नै गर्दै जाँदा x को भ्यालु 9 हुँदा -216 आयो which is again wrong why because हाम्रो चाहिँ x9 भनेको त 0 दिएछ नि त क्वेशनले त तर हाम्रो त फेरि पनि रङ आयो हामीले सुट गरेको फेरि पनि रङ गयो अब हामीले चाहिँ टार्गेटमा पार्न पर्छ है अब चाहिँ टार्गेटमा पार्नुपर्छ कसरी पार्ने टार्गेटमा भन्दा अब त हामीले जे पातेजम गर्यो भन्दा रङ भइसक्यो अब चाहिँ टार्गेटमा हाल्नु पर्छ हामीले कसरी हाल्ने भन्दा एउटा म्याथ लाउने इन्टरपोलेसनको एउटा ट्रिक लगाउने जस्तो हाम्रो 1548 आयो कति राख्दा y हामीले फर्स्ट सुट चाहिँ 4 गर्दा फर्स्ट सुट 4 चाहिँ हामीले 4 गरेथ्यौं जुन चाहिँ 1548 आयो ठीक छ र हामीले चाहिँ -216 आयो -216 फर्स्ट सुट कति गरेथ्यो 25 फर्स्ट सुट 25 ठ्याक्कै त्यही लेखेको के फर्स्ट सुट 4 गर्दा यति आयो -24 गर्दा यति आयो ठीक छ यो चाहिँ अलिकति रफ भएर मैले अर्को पानामा लेखेको छु सायद त्यो खोज्छु त्यही कुरा है चाहिँ नि 4 हुँदा चाहिँ यति आयो र -24 हुँदा यति आयो र हामीले चाहिँ के गर्ने के राख्ने त नि यो 4 राख्दा नि रङ भयो -24 राख्दा नि रङ भयो के राख्ने जसको कारणले 0 आओस् के किनकि क्वेशनमा त 0 दिएको छ 0 दिएको छ यस्तो के राख्ने जसको कारणले चाहिँ 0 आओस् यसको लागि चाहिँ हामीले एउटा टेक्निक लगाउँछौं एउटा स्टेट हामीले के गर्यौं भन्दा यसलाई x मान्यौं यसलाई y मान्यौं यो x भएपछि यो चाहिँ x0 भयो यो x1 भयो यो y0 भयो यो yn भयो हामीले चाहिँ इक्वेसन अफ द स्ट्रेट लाइनको फर्मुला स्ट्रेट लाइनको इक्वेसन y - यो भयो र माथिबाट भ्यालु हाल्दा चाहिँ ठ्याक्क के आयो भन्दा -2057 भनेको -20.57 हाल्दा चाहिँ हाम्रो सुट चाहिँ टार्गेटमा पर्दो रहेछ भनेर पत्ता लगाएको के हामीले एउटा ट्रिक युज गरेको के खास हामीले त के थाहा अब जे पाए हाल्दा सुट कता परिरहेछ अब त टार्गेटमा पार्न छ त्यो भएर एउटा टेक्निक लगाएर चाहिँ ठ्याक्क यहाँ पार्न खोजेको त्यो अब हामी इनिशियल अब चाहिँ x0 हुँदा y0 जुन छ अब x0 हुँदा चाहिँ हामीले चाहिँ अब z चाहिँ अब थर्ड सुटमा चाहिँ हामीले -20.57 राख्यौं र यो राखेर नेक्स्ट भ्यालु निकाल्दै जाँदा फर्स्ट आरके फर्स्ट अर्डर युज गरेर y9 हुँदा 0.09 आयो आउन पर्ने 0 हो तर 0.09 आयो लगभग अब मिल्यो नि त त्यो हुनाले चाहिँ यो जुन छ हाम्रो इक्वेसन सल्भ भइसक्यो यो नै हो 0 हुँदा 0 हुँदो रहेछ 3 हुँदा चाहिँ -61 र हाम्रो चाहिँ डिफरेन्शियल इक्वेसनको यस्तो आउँछ करस्पोन्डिङ भ्यालु यही नै हो सोलुसन यसलाई फेरि म सुरुबाट सर्लक्क देखाइदिन्छु नि त यो एउटा यो दुईटा र यो तीनटा र हाम्रो यो चाहिँ सुटिङ